प्रिय रविलामी छाने, तिमीले गल्ती गर्यौ। विदेशमा बङ्गालीले आत्महत्या गर्न बाध्य पारिएकी अष्टमी गुरुङको न्यायको लागि विदेशमै पुगेर तिमीले गल्ती गर्यौ। दलालले विभिन्न प्रलोभनमा पारेर बेचिएकी सोझी नेपाली चेली कविता तामाङलाई सकुशल स्वदेश फर्काएर तिमीले गल्ती गर्यौ। बाढीले बगाएको मुसहरमा बस्ती बनाएर तिमीले गल्ती गर्यौ। सिटामोल लिन सहर पुग्नुपर्ने र सुत्केरीले स्टिचरमै मर्नुपर्ने कालीकोटमा अस्पताल बनाएर तिमीले गल्ती गर्यौ। तिमी किन विदेशमा बेचिएका नेपालीको कुरा गर्छौ? तिमी किन गरिबको दैनिकीसँग मतलब राख्छौ? काठमाडौँमै घर थियो त तिम्रो, महँगो गाडी छ त तिमीसँग, के पुगेको छैन तिमीलाई? मान्छे करोडौँ खर्चेर अमेरिका जान्छन् अनि तिमी चाहिँ के खान नेपाल आएको? तिमीले जति राम्रो गर, नेपाली भन्दा पार्टीका कार्यकर्ता धेरै भएको मेरो देशमा तिम्रो इमान्दारिताको मूल्याङ्कन सधैँ बदनामीमा गरिनेछ। दुई पटकसम्म गृहमन्त्री बन्यौ, मिलाउन पर्थ्यो नि भ्रष्टाचारीहरूसँग हात, गर्नु पर्थ्यो नि कमिसनको खेल, गर्नु पर्थ्यो नि निर्दोष फसाउने र दोषी उम्काउने चलखेल। सायद आज तिमी पनि अरू जस्तै शक्तिशाली नेता बनेर सत्ताको वरिपरि घुमिरहेको हुन्थ्यौ, तर दुर्भाग्य भन्नुपर्छ, तिम्रा यिनै गल्तीले तिमीलाई आज जेल पठायो।